आज त बुढाबुढी सँगै घाँस काट्यो हौ। अलिक मजाले काट्नै फेर्दै लाएर त के टुपी टुपी काटेको कस्तो टुप्पी टुप्पी भन्छु झन् यहाँ यति सघाइदिँदैछ कस्तो टुप्पी टुप्पी यहाँ भन्दा अब मैले के जानेको फेरि यति जानेको काट्दै छु त मेलो लाएर मजाले काट्नु नि सिनिक्क पारेर मेलो लाएर अलिक सिनिक्क पारेर काट्नु त कस्तो टुपी टुपी काटेको काम गर्नु चाहिँ जान्दिनँ मैले खानु त जान्दैछ त अलिक काट्दैछु त हौ अलिक यसरी यो पनि सघाउँदैन अलिक मेलो लाएर काट्नु मजाले अनि मेलै लाएर काट्दैछु त हौ अनि टुपी टुपी काट्दै किन हिँडेको सबै काम अप्ठ्यारो काट्नु पनि अप्ठ्यारो पार्नु लु काटो अहिले म जान्छु अनि लु जा अहिले भन जाउँ साँच्चै जाउँ जा लु छोड गएँ लु गएँ गएँ भरे सुत्नु त आउलास् बेलुका रात परेपछि सुत्नु त आउलास् नि भरे सुत्नु के घरमै आएर सुत्नु भन्नु छ म गएर भैँसीकै गोठमा पनि सुत्न सक्छु अब भैँसी पनि बिगार्ने फेरि अब भैँसी बिगार्न आँटिस् फेरि भैँसी बिगार्ने अनि कसरी भैँसी चाहिँ बिग्रिन्छ हौ के अरे कसरी भैँसी बिग्रिन्छ अहिले एकैताल घुमेर एकैताल अहिले म घुमेर दिने लु जा घुमेर दिस लु घुमेर तेरो राउन्ड किक